नेगेटिभ र पोजिटिभ डिटर्मिनेन्ट भनेको यो ओ फाटी छ डिटर्माइन गर्छ। अब हामीले के सोच्नु पर्यो भने फाटीको सिम्बल भनेको प्लस हो, नफाटेको सिम्बल भनेको माइनस हो। अब त्यो हेर्दै गर्दाखेरि यदि यो प्लस छ, एमा गएर प्लस भयो अथवा ए फाट्यो अनि त्यहाँ बीमा माइनस छ र ओमा गएर प्लस भयो भने के हुने भयो? अनि त्यसपछि आएर एमा प्लस छ, बीमा माइनस भयो र ओ पनि माइनस भयो भने के हुने भयो? त्यस्तै गरेर एमा माइनस, बीमा प्लस अनि गरेर ओमा प्लस भयो भने के हुने भयो? त्यस्तै गरेर एमा माइनस, बीमा प्लस र ओमा गएर माइनस भयो भने के हुने भयो? किन भनेको हामीले बी नेगेटिभ, किनकि यसलाई हामीले के सिम्बल मानेछौँ? नफाटेको सिम्बल मानेछौँ हो। त्यस्तै गरेर एमा पनि प्लस, बीमा पनि प्लस र ओमा पनि गएर प्लस भनेपछि के हुने भयो? एमा प्लस, बीमा प्लस र ओमा गएर नेगेटिभ भएपछि के हुने भयो? एमा माइनस, बीमा माइनस, ओमा गएर प्लस भएपछि के हुने भयो? एमा पनि माइनस, बीमा पनि माइनस, ओमा पनि माइनस भएपछि के हुने भयो? अब हामीले बुझ्नुपर्ने कुरा अब के हो त भन्दा यो एन्टिजिन जो ओ छ यसलाई हामीले एन्टी टी पनि भनेर बुझ्नुपर्छ। अनि एन्टिजन बी चाहिँ पहिलोमा हुन्छ अनि एन्टी डी चाहिँ डी पनि हो, यसलाई डी पनि भन्छ, ओ पनि भन्छ है। यसले चाहिँ डिटर्माइन गर्छ है, यो चाहिँ सूत्रवाला हुन्छ है। जहिले पनि ब्लड ग्रुप गर्दा हाम्रो लेभल हेर्नुपर्छ। यो ब्लड ग्रुप चाहिँ आयो भने तिमीहरू आफै भन्नु ल, सरले अघि चाहिँ चिजहरू पढाउनु भएको छ है, थाहा हुन्छ ल नि। अब चाहिँ तिमीहरू आफै भन्नु ल, मलाई चाहिँ आयो भने ABO है। यो के हो रे? यो अब यसलाई मिक्स गर्ने ल। मिक्स गर्दाखेरि यताको क्रस हुनु हुँदैन ल। ल भन, एक चाहिँ आयो, ए पनि फाट्यो, बी पनि फाट्यो, ओ पनि फाट्यो। एबी पोजिटिभ। स्याम्पल कलेक्सन गरेर इलिभे भाइमा राख्ने 2 ml राख्ने अनि 8 सेलमा मिक्स गरेर राख्ने अनि पछि यो रेन्जेन चाहिँ 5 ml राख्ने। पाँच ml स्याम्पल रिएजेन्ट राख्ने अनि रिएजेन्ट एन्टी र चाहिँ स्याम्पल राख्ने। स्याम्पल राखिसकेपछि 5 मिनट चाहिँ यसमा राख्नुपर्छ। वाटर राखेर 0 सेट गर्नुपर्छ। 0 सेट गर्नुपर्छ।
0 सेट भइसकेपछि अनि अब रिजल्ट टेस्ट हालेको राख्ने अनि रिडिङ लिने कलर यस्तो कुन कलर कस्तो कतिको चलेर खान्छ 0.32 आयो होइन 0.32 आएपछि 0.32 इन्टु 36.0.32 इन्टु 36.8 क्यालकुलेसन गर्दाखेरि 11.7 हुन्छ